यो मन्दिर पनि आफ्टरनुन गुड आफ्टरनुन के भन्ने अब त रात परिसक्यो गाइज ल अब यो चाहिँ मेरो गाउँ जाने बाटो है तर अलि यतातिर चाहिँ अलि अप्ठ्यारो छ उतातिर गएको चिसो बाटो यतातिर त हिलो पो रहेछ हौ गाइज उतातिर गएको हुन्छ यतातिर फेरि म दिदी घर बसेँ अनि ठगा लाग्यो अनि एकछिन चाहिँ दिदी घर बसेँ चाय खाएँ अब म माथि आएर अलि अप्रो चाहिँ जान्छु होइन अब अनि हाम्रो माथिसम्म चाहिँ लगभग बाटो ठिकै छ कि गाइज बाटो ठिकै छ माथिसम्म माथिसम्म हाम्रो बाटो ठिकै छ टेन्सन गयो होइन म यता छ नि यहाँबाट चाहिँ म माथि झिक्छु है किनभने यहाँबाट म माथि गएर पनि अफरोडै चलाउँछु म त अफरोड त फेरि जाँदा हो नि गाइज तर मेरो बाइक ठुलो भइदिएकोबाट नि कस्तो हुनुमा यस्तो हिँड्थ्यो नि तर ठिकै छ मेरो यो बाइकले पनि गरेछ तर के भन्नु आज चाहिँ अलि झोला दियो नि बाइकले नो टेन्सन गाइज यो त भइहाल्छ कहिले गर्छ ल म आज यताबाट निस्किनु पऱ्यो ल म यो सानो गल्लीबाट यो गोरुको बाटो छ नि सानो यहाँबाट निस्किन्छु क्या यहाँबाट फेरि मलाई एकदम सजिलो लाग्छ क्या किनभने माथि गएर यस्तो फन्का हान्नु भने त यहीँबाटै ठिकै हुन्छ नि त ल आज के मेरो बाइकले टिकेको किन छोडेको छ कि हिजो बनाएको हो गाइज यार त्यत्रो कलेजबाट लेख्यो टिकेकै टिकेको छ दिमाग खराब गरिदिएको छ नि गाइज यार अनि त्यो चाहिँ मेरो गाउँको बाटो होइन गाउँको बाटो है थाहा हुँदैन अनि अब घर पुगिन्छ होइन गाइड एकछिनमा अब धेरै बेला आधी घन्टा लाग्छ आधी घन्टामा म घर पुगिरहेको हुन्छु कि अब दिदी घर चाहिँ बस्यो बाटा खायो यताउता गयो त्यही भएर पनि अलि पहिला भन्छ मलाई धेरै ठगे लागेको थियो अलि त लाग्छ नि गाई त्यो लाग्छ मेरो स्कुल हो क्या म पहिला पढेको स्कुल चाहिँ होइन आमामा पिकअपै दिएन त हो बाइक त त्यो हेर्नु एक्लो मान्छेहरू पिकअपै दिँदैन पहिला यहाँ थियो स्कुल अनि पहिला अहिले ऊ पारी सारेको छ पहिला नत्र यही हो कि म पढेको स्कुल त यही हो होइन अब यहाँबाट अलिक बाटो बढायो नि त डिस्टर्ब हुन्छ धेरै बाहिरतिर बनाइदिएको छ बाटो है त्यो बारीतिर बनाइदिएको छ बाटो किन डिस्टर्ब हुन्छ भनेर त्यही भएर आयो भोलि बाटो पनि कस्तो डेन्जरको छ क्या फटक्क मोड्नुपर्छ गाई होइन ल उसले पारी जतिको चाहिँ मेरो स्कुल हो पहिला नयाँ स्कुल हो त्यो चाहिँ यताबाट सोचेर एउटा सजिलो लगाएर रहेछ त्यही छैन गाई होइन ठिकै छ बाटो माथि फेरि बाटो बनाउँदै छ अरे होइन मैले चाहिँ पोस्ट गरेको हो कि तर माथि बाटो बनाउँदै छ अरे तर यताबाट चाहिँ अपरेटर अब त्यस्तो बाटो आइयो भने झन् आँगन के भन्नुहुन्छ भने राम्रो बाटो हुन्छ मेरो चाहिँ मेरो गाउँहरूको थियो म मेरो गाउँमा जाने ठुलोहरू हो कस्तो त लाग्छ कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला र म च्यानलमा जानु होला र तल सब्सक्राइब अल बटनमा क्लिक गरिदिनु होला किनभने मेरो नयाँ नयाँ भिडियोहरू आयो भने तपाईँहरूले हेर्न थाहा पाउनुहुनेछ र यो चाहिँ हाम्रो अड्डा भट्टा भन्ने दबाई लाग्छ कि दबाई तर कहिले धेरै आफ्नो गाउँ भनेको आफ्नै गाउँ हो नि त ल राम्रो लाग्ने भनेको ल हाम्रो गाउँ त अटो पनि चल्छ है यो मन्दिर पनि बनाइसकेको छ तर राम्रो छ गाई आउनुपर्छ मन्दिरहरूमा अनि गाई हाम्रो आफ्नो जन्म ठाउँ भनेको त जन्म ठाउँ हो नि त राम्रो लाग्छ नि त त्यो चिज पनि तर मलाई गाउँमा आएपछि आनन्द अर्कै फिल आउँछ क्या मजाको फिल ठिक छ मस्तो फिल आउँछ क्या मलाई आफ्नो गाउँमा आएपछि गाई छ है दामी लाग्छ होइन
यो चिज हो राम्रै छ त्यही मेरो गाउँको बाटो छ अलिकति अलिक भयो राम्रै बनाइदिएको छ किन छोडिरहेको छ गाई खै थाहा भएन होइन सबै छोडेको छ कि गाईले है उतातिरको बाटो पनि छ उतातिर बाटो पनि छ तर उतातिर बाटो त यहाँ पनि घरभित्र सुत्ने बाहिर घन्टी यो त भएन हो गाई भएन यो त जाने बाटो यस्तो दामी छ उतातिर पनि छ बाटो त गाउँतिर सबैले चिनेको छ कि गाई छैन मलाई दामी लाग्छ त्यो बुवापाका भने पनि राम्रो गर्छ मलाई राम्रो लाग्छ क्या आफ्नो गाउँठाउँ भनेको त गाउँठाउँ हो नि त घरहरू पहिले त थिएन नि धेरै घरहरू हेर्न आँट्यो भने घरै घर गइसकेको छ क्या धेरै भइसकेको छ धेरै परिवर्तन भइसकेको छ पहिला भन्दा गाई हो बिगार हुनुपर्छ देशहरूमा बिगार हुनुपर्छ है आफ्नो गाउँमा बिगारहरू राम्रो लाग्छ त्यो चिज पनि अब हाम्रो लागि त अब यत्तिकै पनि राम्रै हो होइन भाइ त्यही हो हाम्रो लागि त हामीलाई चाहिँ राम्रै लाग्छ हुनुपर्छ हाम्रो लागि त भएको क्या हाम्रो लागि त ठिकै त हो नि यतिकै टिका सुनिदिनु होइन अब त्यो गोटाहरू केही नहुँदैन मेरो बाइक ल्याएर टिकटै दिएको छैन कि बाइक अब त्यही भएर मैले उतातिर बाटो बाटो सबै त गाउँ यतातिर त हिँड्नु दिँदैन नि त बाटो पस्छु बाटोमा ल ल बेसी पनि विकास भइरहेको छ हाम्रो त यहाँ अलि टाढा त भयो मान्छे छैन है भाइ पहिला आधीसम्म पिन्छे आधीसम्म पिन्छ अहिले कति छैन होइन हेर्दै जानु आधी घर खोजिलो हुन्छ हाम्रो कस्तो आँखामा पिँदाहरू राम्रो हुन्छ ए गाई बाटो त पुरै छैन गिरेको पनि गरेर बाटो त पिसेर भन्छु त कहाँ पिसेर गाई कति गाउँमै दिएन कि हेरौँ न यस्तो छ सानो त होइन सानो हो बाटो सब खतम भइसकेको गाई होइन यतातिर यो बाइकले सिधै पानीको छैन कि ल गाई होइन मेरो बाइकले सिधै पनि दिएको छैन कि हाँसो खानुको रहेछ किनभने पहिरोहरू गएको बाटोहरू सफा गरेर रहेछ बाइकले त टिकटै दिएन हो बाइकले टिकटै दिएन मलाई त गाह्रो पो हुनुभयो त्यो एयरपोर्ट टिकेर जाने हो रामफेरि कहाँ जानु छ काठमाडौँ जानु छ गाह्रो छ नि त साथी हो होइन अब यसलाई बिस्तारै रिकभर गर्नु पऱ्यो बनाउनु पर्छ त्यो चाहिँ राम्रो ट्याक्क पारेर बनाउनु पऱ्यो भाइ टिकटै बनाएर भनेर टिकेर
मलाई घाँस गर्दै दुध गरेर ल आमा टक्क गाउँमा पनि आइयो होइन यो त आर्मी छ भन्ने खाना टक्क आइयो जान्छ भने भोटमा अब यता पुगोहरूसँग भेटघाट यता भेटघाट हुन्छ अनि गइरहेको म चाहिँ यहाँबाट टक्क लगायत पारिको त मेरो गाउँ होइन मेरो त अलिकति भिडियो बनाउँदै आएको नबाट होइन तर अलिकति मेमोरी फुल भएछ क्या अहिले पनि भन्नु त गाइड मेमोरी त फुल भइहाल्ने रहेछ नि त त्यो मेमोरी फुल भइसकेछ क्या मेरो होइन पारि त आइपुग्यो त बिस्तारै बिस्तारै त्यही त मेरो गाउँ हो अघि राति चाहिँ अझ आइसकेको छु भनेको त यत्रै गाउँ जाने मेरो बाटो हो तर एकदम दामी छ गाउँ जाने बाटो एकदम भोपाल लाग्छ मलाई त है अरू हजुरहरूले अब भिडियोहरू जोइन गरेर हेरिदिनु होला राम्रो गरिदिनु होला सब्सक्राइब गरिदिनु होला हजुरहरूको माया सपोर्टले म त मलाई पनि भिडियोहरू बनाउनु मन लाग्छ र कमेन्टहरू पनि गर्नु होला कस्तो लाग्छ कमेन्टहरू भिडियोहरू कस्तो लाग्छ कस्तो क्वालिटीको छ है सबै हेरेर राम्रोसँग हेरेर स्क्रिन पुरै फुल भिडियो हेरेर अनि कमेन्ट गरिदिनु होला यति नै हो तर मेरो यतातिर बाटो बनाउँदैछ तलतिर देख्नु भयो होला तपाईँले होइन अघिल्लो भिडियोमा देख्नुहुन्छ तपाईँले अघिल्लो भिडियोमा मेरो मेमोरी फुल भएको भइ गरेर बनाउनु नै ध्यान कि राम्रोसँग होइन केही छैन फेरि बनाउला बिस्तारै बिस्तारै होइन अरू पनि अनि गाइस मैले भन्दै थिएँ कि म यो बाटो पहिला किसिमै हुन्थेँ क्या म यो बाटो पहिला बढिन्थेँ क्या आउँदाखेरि एक्लै एक्लै राति हिँडिन्थ्यो क्या मलाई डर लागेको छैन तर आजभोलि कोही डराएर है कस्तो हुन्छन् क्या मान्छेहरू तर मलाई अहिले पनि डर लाग्दैन किनभने आफ्नो हिँडिरहेको बाटो हो रमाइलो लाग्छ अनि ठाउँ चाहिँ राम्रो छ आफ्नो जन्मदिएको गाउँ हो अनि म यो बाटो पहिला किसिम हुन्थेँ म एक्लै हिँड्ने मान्छे हो मलाई पहिला डर पनि लाग्दैन अझै पनि डर लाग्दैन अनि आज त झन् गाडीमा हिँड्ने पहिला त एक्लै हुन्थ्यो कि कति तिन घन्टा लगाएर आउँथ्यो कि जान एक्लै है बिहान त्यो यस्तो गर्नु जानुपर्थ्यो मलाई पहिला मान्छेले देखेर त्यो त कहिले ठुलो हुँदैन कि भन्ने होइन आजभोलि मलाई मान्छेले देखेर ठक पर्छ क्या पहिला कस्तो देखेर मान्छेले आजभोलि देख्यो भने मलाई अचम्म मान्छ कि मान्छे यस्तो मान्छे हेर्नु यस्तो भएको छ आजभोलि यस्तो गरेर हिँड्छ अरे देश राम्रो अरूको बुढाबाट देश राम्रो सुनेको छ अहिलेसम्म राम्रो भएको छ देश राम्रो हुँदै चाहिँ र आफूले चाहेको चिज पनि पुरा गरिदिनु भगवान्ले यति नै भन्छु म होइन र हजुरहरूले भिडियोहरू कस्तो लाग्छ सब्सक्राइब राम्रोसँग हेरेर सब्सक्राइब गरिदिनु होला र त्यसो नगरिकन पुरै फुल भिडियो हेरिदिनु होला अहिले चाहिँ म ठ्याक्क आइपुगेको छु कि तर लाइटको दुध मात्रै लाइटको उज्यालो चाहिँ देखाइदिएको छ अब घर आइपुग्नु लाग्छ होइन त्यहाँदेखि परहरू चाहिँ म माथि निस्किनु पर्छ यहाँबाट चाहिँ म माथि निस्किनु पर्छ क्या ट्याक्क माथि निस्क्यो भने म अब मेरो माथि घर आफैले जान्छु क्या मलाई राम्रोसँग घर मेरो भिडियोले घरसम्म पहुँच्छ त्यो चाहिँ हो ठिकै छ ल गाउँ फाइनली गाउँ आफ्नो गाउँ आउँदा एकदम खुसी लाग्यो रमाइलो लाग्यो अब भोलितिर भिडियोहरू हाल्दै हुन्छु हजुरहरू हेरेर सपोर्ट गरिदिनु होला र मेरो अलि भिडियो हेरेर माया गरिदिनु होला म चाहिँ आइपुगेको छु आफ्नो गाउँ छोडिसक्यो त्यो पारी गाउँबाट आएको हो म भनिदिनु भयो होला फेरि भिडियोमा क्याप्चर भएको होला होइन मलाई आज अलिकति भए पनि भएको छ गाई म अलिकति बाटोमा हेरेर पनि हिँडेर गएको यो त मेरो गाडीको लागि त बाई त्यतिको छ त्यही हो अरू त के भन्न चाहन्छु गाई सबैजना राम्रो गरिदिनु होला सपोर्ट गरिदिनु होला म केटाहरू हिँड्नु छ
है राम्रो भइरहेको छ केटाहरू केटाहरू खोला खोला लागेर हिँडेर कहाँ कहाँ गएर त्यत्तिकै हिँड्नु काम नगरेर सबै फाइनली घर आइपुग्यो फाइनली ल राम्रोसँग घर आइपुग्यो केटा अलिकति तपाईँ ल मैले घर पनि आइसक्यो